हेलो गाइज सबैलाई वेलकम छ। आज हामी यसो घुम्नलाई निस्केको हिमाल भाइ बुढी छोरी हामी आज यसो धितालतिर जाँदैछौँ। होमस्टे पनि रहेछ त्यता र हामी बाजा पार्कमा जाँदैछौँ। माथि गएर भेटौँला है त साथीहरू। यसरी आउँछ गाइज, हरन चाहिँ हान्नुपर्छ है घुम्तीमा। घामै लागेन गाइज यार यता त। ल अलि माथि गएर भेटौँला ल। यो चाहिँ मिलनचोकबाट आउनुपर्छ है। मिलनचोकदेखि रेलकोट हुँदै झिझिरका हो यो चाहिँ। बबाल छ रोड। आइपुग्यो। यताबाट सट्ट अगाडि जानुपर्ने हुन्छ। अब बाजा पार्क छ भन्ने कुरा चाहिँ थाहा भएर आएको। यता गयो भने हेन्जा देख्न पाइन्छ। यता त केही देखेको है। गाछो घरहरू छ यता, गाछो घर तर केही देखेको छैन। ल हामी चाहिँ योबाट धम्पुस पनि जान्छ साथीहरू। हामी अब भितालको बाजा पार्कसम्म पुगेर फर्किन्छौँ। के कस्तो छ हेर्नु होला साथीहरू। मौसम चाहिँ हल्का चिसै छ, तर यस्तो गर्मीको बेलामा निको गाडीहरू आइरहेको छ। बाटो भएदेखि चाहिँ त्यो यता पनि ठुल्ठुलो रिसोर्टहरू छ। हिमाल भाइले कुदाइरहेको छ अगाडि। सही छैन आउँदा धम्पुस 7 किलोमिटर गाइज। यहाँबाट पनि जानु मिल्छ क्या मिलनचोकबाट। पनि झिझिरकै भन्छ होला साथीहरू। ऐसिलो देख्यो भने भन है, ऐसिलो। ऐसिलो त यहाँ रहेछ तर टिप्न सकिन्न गाइड। अस्ताम आइयो साथीहरू, अस्ताम होमस्टे पनि रहेछ। ए यता त कच्ची रोड पो छ त। यहाँ सोध्न यो भाइहरूलाई बाजा पार्क कहाँ हो भनेर। उता हो बाटो बेस्टै कच्ची रोड हो। राम्रै छ कति हो। ल ल ल धन्यवाद गाइजहरू है। अरे 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 ए यहाँ यता फेरि कच्ची रहेछ। यता पक्की किन रहेछ यस्तो। होमस्टेहरू छ नि यतातिर नि। अस्ताम फार्म हाउस।
ल है साथीहरू ल खतरा छ अष्टमबाट यस्तो देखिन्छ तर यो अहिले घाम नभएको कारणले केही देखिन्न यार हेर्नु जाँदा यार यो चाहिँ सुइखेट हो नजिकैबाट हेर्दाखेरि हाम्रो यता म्याग्दी चोक मिलन चोक चाहिँ देखेको छैन गाई जस्तो धमिलो छ गाई होइन अस्तमबाट देखिन्छ यस्तो हिमाल छ के छ हिमाल कस्तो लाख ठिक छ दामी छ ओहो कहाँ त्यहाँ राखिदिएको ल वेलकम छ मेरो बुढीलाई नि भ्लगमा ओहो एन्जी ल मस्त दिइरहेको छ बवाल रहेछ ठाउँ चाहिँ गाइस यस्तै छ ल अम्बिका स्कुल हो नि माझभर्ती ल बवाल छ ठाउँ ल अब हामी यता बाजा पार्कमा गएर भेटौँला साथीहरू ल तर चलपल त यता खतरा रहेछ नि है ओप्पी छ नि ठाउँ त बाजा पार्क आइयो फाइनल्ली खतरा रहेछ बाजा पार्क त यार यता कस्तो लाग्थ्यो हिमाल तँलाई यो बाजा पार्क भन्दाखेरि कस्तो लागिरहेको थियो यता त यस्तो रहेछ म त डेन्जर अर्कै देखिरहेको थिएँ भिडियोमा चाहिँ यो चाहिँ धिताल होला सम्भवतः गाइज यता रहेछ ल बाजा ठुल्ठुलो ल माथि नै गएर हेरौँ न ल छोरी एन्जी त्यता नछौ आइ भन आइ लाउ ल हिँड ल हिँड लाउ बुढी ल हो ल माथि नै गएर हेरौँ न बाजा पार्क ल गाइज हामी चाहिँ आइपुग्यो हेलो भन यही माथि त्यही हो बाजा पार्क ल जाउँ सानो छोरी यता हेर एकछिन त हेरौँ न यहाँ आइसकेपछि त बाजा त हेरौँ नि ल माथि नै गएर हेरौँ न सनाई गाइस कत्रो ठुलो सनाई टेम्पो नराख त्यो सुन्नुहुन्न यताको त भाँचे रहेछ त खै बजाउनु मिल्छ ढोलक यो हो गाइस ढोलक दमाहा ख्याली रे सनाई सनाई खासै केही छैन रहेछ यो त हामीलाई देखिरहेको भएर नयाँ नौलो चाहिँ केही लागेन के छ यहाँ माथि चाहिँ ए दिन रहेछ गाइस झ्याली नरसिंहा भन्ने यो साथीहरू स्याट लाएर हामीलाई चाहिँ झ्याउ लगाएको अवस्था छ यताबाट बरु हेर्दै देख्छ होला बाजा पार्क हामी त फर्क्यौँ सोचे जस्तो राम्रो छैन रहेछ भन्दा नि राम्रो त राम्रै हो गाइज तर अब हामीलाई चाहिँ अलिकति ठुलो छ जस्तो आशा लागेको थियो तर यति नै रहेछ पार्क चाहिँ अलिक ठुलो जस्तो क्या अब यो त भइहाल्यो होइन कस्तो लाग्यो ठिक त ठिकै हो है बाजा त ठिकै हो पार्क अलिक बस्ने ट्याक्क व्यवस्थित ट्याक्क लाएर अलिक ठुलो घुम्ने ठाउँ पनि रहेछ अब गाउँ त अब रमाइलो छ त्यही हो आज भ्यू छैन राम्रो ओहो बुढी हिँडिरहेछन् नाच्देऊ नि त ल यस्तै हो साथीहरू तर आउन चाहिँ आउनु हुनुहुँदो रहेछ अब अब नजिकै छ नि त बाटो पनि राम्रो छ त्यही भएर हेर्न चाहिँ आउनु हुनुहुँदो रहेछ साथीहरू सबैजना अब हाम्रो छोटो भिडियोलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्नु होला साथीहरू
अब हामी चाहिँ फेरि यतै फर्किन्छौँ अनि अलिकति उता अगाडि गएर केही खाजासाजा खाएर फर्किन्छौँ अनि त्यसपछि हाम्रो भिडियो के हुन्छ एन्ड हुन्छ ल साथीहरू अलि अगाडि अब खाजा खाने ठाउँमा गएर भेटौँ ला बाई बाई गाइज हामी चाहिँ चटपट खाएर फर्किने अब खासै त्यस्तो रमाइलो केही भएन त्यस्तो छ मौसम घाम पनि हल्का लगाइरहेको छ गर्मी छ अब चटपट खाने चिसो खाने बस हो त्यही बस त्यसपछि जाने साथीहरू यस्तै छ झाउ लाग्यो हामीलाई अब चटपट खाएर हामी चाहिँ हल्का टिकटक बनाएर जान्छौँ यहाँबाट ल गाइस अब हामी घर जाने अब होइन त अब आज जे जस्तो भयो अब अलिकति भयो नि देखाइयो भिडियोमा खासै रमाइलो चाहिँ भएन त्यही हो घाम पनि आज परेन भ्यू पनि त्यति साह्रो भएन त्यसैले हामी चाहिँ फर्किन्छौँ गाइस ल ओके रमाइलो भयो नि है तर मान्छे चाहिँ घुम्न आउनुहुन्छ कि जे भयो नि अष्टम डाँडातिर पछाडि खै त हाम्रो यति भन्दै अब हामी हिमालसँग होला यहाँबाट छुट्नु पर्ने हुन्छ सबैजनालाई बाई 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 ल लाइक कमेन्ट सेयर सब्सक्राइब ल ओके बाई ल फेरि अर्को भ्लगमा भेटौँला ल ओके ल बाई नमस्ते